पूर्व सिक्किम यानि कि ईस्ट सिक्किमको हरियाली डाँडामाथि अवस्थित एउटा मोनास्ट्री जसलाई हामी राङ्का मोनास्ट्री अथवा लिङदुम मोनास्ट्री पनि भन्छौँ। शान्ति र आध्यात्मिक ऊर्जाले भरिएको एउटा पवित्र स्थान। यो मठ रुम्तेक नजिकै रहेको छ र काग्यू परम्परासँग सम्बन्धित एक महत्त्वपूर्ण गुम्बा हो। यो कथा अनुसार यो स्थान पहिले ध्यान र साधनाका लागि उपयुक्त मानिन्थ्यो। उच्च लामा गुरुहरूले यस ठाउँलाई ध्यानका लागि रोजेका थिए, किनभने यहाँको वातावरण नै यति शान्त, स्वच्छ र प्राकृतिक सौन्दर्यले भरिएको थियो। बिस्तारै यहाँ एउटा सानो गुम्बा बनाइयो, जसले आज यति ठुलो मठको रूप लिएको छ। राङ्का मठको निर्माण आधुनिक समयमा भए पनि यसको आत्मा प्राचीन बौद्ध परम्परासँग जोडिएको छ भन्ने स्थानीयहरूको भनाइ छ। यहाँ बस्ने लामाहरू दिनहुँ प्रार्थना, ध्यान र धर्म शिक्षामा समर्पित रहन्छन्। बिहानको समयमा बज्ने यहाँको धुन र घन्टीका आवाजले सम्पूर्ण वातावरणलाई नै पवित्र बनाउँदो रहेछ। स्थानीय मानिसहरू भन्छन् यहाँ आएर मन शान्त हुन्छ र नकारात्मक ऊर्जाहरू हटेर एउटा सकारात्मक शक्ति प्रदान हुन्छ। धेरै पर्यटकहरू पनि यहाँ केवल घुम्न मात्र होइन, आत्मिक शान्ति खोज्दै आइपुग्दा रहेछन्। आज राङ्का मठ सिक्किमको एक महत्त्वपूर्ण धार्मिक र पर्यटकीय स्थल बनेको छ, जहाँ संस्कृति, धर्म र प्रकृतिको सुन्दर सङ्गम देख्न पाइन्छ। राङ्का मठ केवल एउटा गुम्बा मात्र होइन, यो एउटा आत्मा शान्ति पार्ने एउटा अनुभव पनि हो।